नमस्कार, स्वागत छ हजुर सबैलाई हाम्रो छोटो मिठो सानो ब्लगमा। र आज चाहिँ हामी खोला आएको थियौँ नि त, अनि खोलामा यसो रमाइलो गर्नु पर्यो भनेर म मेरो बुढा अनि भदै केटा है आएको छ। अनि यसरी त्यही त हो, हामी त खोला आएपछि अब यसो खोलामा ढुङ्गामा मासुहरू पकाएर खाने इच्छा लाग्छ नि त। त्यही भएर चाहिँ है आज चाहिँ मासु खाने चाहिँ हामी दुईजना मात्रै छ है, किनकि भेज हो हाम्रो भदै चाहिँ, त्यो उसले चाहिँ भेज खानेकुराहरू प्रोभाइड गरेको छ है। अनि हामीले चाहिँ नन भेजहरू ल्याएको छौँ है। सो त्यसकै तयारीमा आज चाहिँ चिप्स सिप्स खाँदै भए पनि मजाले हामी रमाइलो गरिरहेको छ है। कम्ती भए पनि यसरी नै रमाइलो गर्छ है, थुप्रो हुनु पर्दैन। रमाइलो गर्नको लागि थुप्रो ग्याङ हुनु नै पर्दैन है। अनि त्यस्तै माध्यममा ऊ मेरो बुढाले आगो बाल्दैछ है। आगो बाल्नुको लागि कम्ता साह्रो परेन, प्लास्टिक खोज्दा लास्टमा त्यही प्लास्टिकमा हालेको सामान रित्याएर त्यहाँदेखि चाहिँ प्लास्टिकले आगो बाल्नु पऱ्यो है। इस हाम्रो चाहिँ अब चिकन रेडी हुन आँट्यो। ढुङ्गा यसरी गरम गरेर तताएपछि चाहिँ त्यो मासु पोलेर खाएको टेस्ट नै कस्तो मिठो लाग्छ क्या। त्यो चाहिँ अलग्गै बार्बिक्यू गरेर खाएको भन्दा पनि ढुङ्गामा डामेको चाहिँ अति नै मनपर्छ मलाई, अति नै मनपर्छ है। हजुरलाई कतिको मनपर्छ है। अनि यो हेर्नुहोस् न, यो के बनाउँदै होला भनेर सोच्नुहुन्छ होला। यो चाहिँ बाँसको एउटा ढुङ्ग्रो बनाउँदैछ। यसमा चाहिँ अलग्गै सुप पकाएर खाने अरे मेरो हिरोले है। अन्त अर्ग्यानिक स्टाइलमा नि त, अब हाम्रो त सबै कन्टेन्टहरू अर्ग्यानिक नै हुन्छ प्राय भिडियोहरू। अन्त यस्तै हो, भ्लग पनि अर्ग्यानिक नै आउने हो, छोटो मिठो। र यो बाँसमा चाहिँ कस्तो प्रकारले पकाउँछ, कसरी खान्छ हेर्नुहोस् है। म चाहिँ यहाँनिर सपोर्ट गरिदिइरहेको छु उसलाई अलिअलि। अनि यहाँनिर देख्नुहुन्छ त्यसमा चाहिँ सुप हालेर हामीले उमाल्दैछ। अनि भातको बिर्को पनि लगाएको छ, साथै यो मासु चलाउने चिम्टा भयो। अनि त्यो चाहिँ अर्को मैले हातमा पक्रेको चाहिँ त्यो चाहिँ हो डाडु अरे, सुप चलाउने मेरो हिरोले बनाएको है। सबै अर्ग्यानिक स्टाइलमा। कति रमाइलो हुन्छ नि यसरी खोला नालातिर गएर यसरी छोटो मिठो पिकनिक सिक्निक जस्तो हुन्छ नि, त्यसरी खाँदाखेरि अति नै मिठो। खोलामा त्यो पनि यसरी चिसो पानी बगिरहेको थियो है। फाइनली हाम्रो रेडी भयो। अनि म टेस्ट पनि गर्दैछु, टेस्ट गरेर कस्तो भयो भन्दैछ नि त। म सानो पिस उठाएर खाएँ, मलाई एकदमै मिठो लाग्यो। ढुङ्गामा पोलेको त्यसै पनि धेरै मिठो लाग्छ है। र त्यस्तै प्रकारले यहाँनिर अलग्गै फेरि हाम्रो भेज भदैको लागि थुक्पा पाक्दैछ, आलु थुक्पा है। अब उसले यो नन भेजहरू खाँदैन, अनि त्यही कारण उसको लागि चाहिँ अलग्गै थुक्पा तातिँदैछ। सो तात्यो होला हौ भनेर उसले अलग्गै फेरि निकालेर यो सुप चाहिँ यतिको भयो। सुप पनि उम्ल्यो नि त, हाम्रो निक्ल्यो। अनि उसले टेस्ट गरेर त तातेपछि कस्तो भएछ, नुनहरू लागेन, नत्र भने फेरि नुन त लानु नै बिर्सेछ। वाइवाईको मसला मात्रै भए पनि फिटेर खानुपर्छ भनेर उसलाई चाहिँ चपस्टिक बनाइदिएको थियो नि त कसैले, अर्ग्यानिक मिठो भयो भन्नु है। अनि म चाहिँ आफ्नै धुनमा खाइरहेको थिएँ है। र त्यस्तै प्रकारले यो सुप चाहिँ मैले पस्किदिँदैछु है उसलाई। अब सुप खाने हेर्नुहोस् है, भाँडो सुप खुवाई चाहिँ यो प्लास्टिकको युज एन्ड थ्रो ग्लासमा छ है। अरू हामीले भाँडा बर्तन लगेको थिएन, एउटै बटुका जस्तो लगेर गएको थियो ठुलो, त्यसमा भाइले थुक्पा पकाएर खाइहाल्यो। म टेस्ट पनि गर्दैछु सुप पिएर है, कस्तो भयो होला त। दामी भएको रहेछ भन्नु, किनकि अति नै दामी भएको थियो बाँसको ढुङ्गामा सुप पकाएको है। र खाइपी गरी थन्को बन्को गरेर अब हामी चाहिँ हिँड्ने भयो है। आगो पनि एकछिन ताप्यो, किनकि एकदम चिसो भइसकेको थियो। अब 3-4 बज्नु आँटेको थियो, त्यही कारण चिसो भयो है त गाइस। आजको हाम्रो आज छोटो भ्लग के कस्तो लाग्यो, हजुरलाई मन पर्यो भने हाम्रो भिडियोलाई लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला। यस्तै प्रकारको अझै धेरै भिडियोहरू लिएर आउने प्रयास गर्नेछौँ। तबसम्मको लागि यो भिडियो हेरेर रमाइलो गर्नुहोला है। हुन्छ, थ्याङ्क यू फर वाचिङ, लभ यु अल।